अनि कसैले पनि प्रगति गरेको उन्नति गरेको कसैले देख्न चाहनु हुँदैन के यहाँ। अनि जब देह व्यापारको कुरा आउँछ हाम्रो वी डु नट ह्याभ अप्सन्स। कसैकोमा गएर भाँडाकुँडा माझ भने पनि त्यहाँ साउजीले रेप गर्न आउँछ, तैँले मलाई सेक्स गर्न दिएन छैन तेरो घरपट्टि भने म निकाली। मेरो आफ्नै लिडर्सहरू मेरो आफ्नै आइएनजिओ एनजिओसबाट चाहिँ यति धेरै डिस्क्रिमिनेसन मैले फेस आउट गरिरहेको छु कि। हेलो नमस्ते, तपाईले आफ्नो परिचय दिनुहोस् न। नमस्ते, मेरो नाम आदित्य राई। मेरो परिचय दिँदाखेरि चाहिँ म चाहिँ इन्द्रेणी अपाङ्गता नेपालको चाहिँ प्रेसिडेन्ट र अलिकति मेरो बारेमा भन्दा चाहिँ म चाहिँ समलिङ्गी पुरुष अनि अपाङ्गता भएको व्यक्ति, शारीरिक अपाङ्गता भएको व्यक्ति। म चाहिँ नेपालको पहिलो व्यक्ति थिएँ जो चाहिँ नेपालमा चाहिँ यस्तै रेडियो कार्यक्रमबाट चाहिँ जो चाहिँ अपाङ्ग त्यही माथि पनि समलिङ्गी अलिकति फेमिनाइन भएको व्यक्ति भनेर निस्किँदाखेरि चाहिँ मैले 2013 देखि चाहिँ मेरो एडभोकेसी सुरुवात भएको हो। र हुँदाखेरि चाहिँ लाइक हुन्छ नि, मैले त्यो जब भने नि म चाहिँ समलिङ्गी पुरुष हो, म चाहिँ केटा भएर म केटै मन पराउँछु भन्दाखेरि चाहिँ मलाई विविध धेरै थरीको चाहिँ डिस्क्रिमिनेसन हुन्छ नि, एक किसिमको नकारात्मक हेराइ भयो। मलाई मेरो घर परिवारले पनि एक्सेप्टेन्स गर्नु भएन र कलेजबाट पनि निकाल्नु भयो। मेरो पढाइहरू रोकियो त्यस बिचमा चाहिँ। र मैले यति भन्दै गर्दाखेरि चाहिँ क्वेयर डिसेबिलिटीको एक्टिभिजम नै मैले सुरुवात गरेँ नेपालमा चाहिँ हैन। मलाई नै देख्नुभयो निलमले जहाँसम्म लाग्छ आई थिङ्क नेपालमा पहिलोपटक देखेको यसरी शारीरिक अपाङ्गता भएको त्यही माथि पनि अलिकति फेमिनाइन भएको व्यक्ति मलाई नै देख्नु भएको होला। त्यहाँभन्दा अगाडि कसैलाई पनि देख्नु भएको थिएन जस्तो लाग्छ। अनि एज वेल हाम्रो आई थिङ्क एडभोकेसी सुरुवात हामी दुवैजना वी नो भेरी वेल हामी एकअर्कालाई चाहिँ। सो आवर एडभोकेसी हेज बिन स्टार्टेड सिन्स फ्रम 2013 नै है, हामीले मजाले एकअर्कालाई चिन्छौँ। अनि त्यो हुँदै गर्दाखेरि चाहिँ 2019मा चाहिँ मलाई कस्तो खड्किलिरहेको थियो कि मैले चाहिँ किन म जस्तो साथीहरू चाहिँ देखिनँ, किन म जस्तो साथीहरू चाहिँ समाजमा हुन्छ नि भोकल हुनु हुँदैन र भिजिबिलिटी छैन उहाँहरूको भन्दाखेरि चाहिँ 2022मा मैले यो इन्द्रेणी अपाङ्गता नेपाल चाहिँ मैले एक्लै आफैले सुरुवात गरेको चाहिँ संस्था हो। र मेरो आफ्नै लगानी मेरो आफ्नै सेभिङबाट चाहिँ मैले यो रेजिस्टर गरेर चाहिँ नेपालको पहिलो वान एन्ड ओन्ली क्वेयर डिसेबिलिटी अर्गनाइजेसन वर्किङ फर क्वेयर डिसेबिलिटिज चाहिँ छ। यो चाहिँ मेरो कथा। समाजमा तपाईँले आफूलाई कसरी परिचित गराउन चाहनुहुन्छ र समाजले कसरी परिचित गरिदियोस् भन्ने चाहनुहुन्छ? म चाहिँ अहिले एकदमै क्याजुअल छु, किनकि 2013 भन्दा अगाडि चाहिँ मलाई चाहिँ हुन्छ नि छक्का त हिजडा मलाई चाहिँ मेरै साथीभाइले पनि त चाहिँ केटाको लिङ्ग खाने मान्छे कस्तो नराम्रो शब्दहरू भन्नुभएको थियो कि त्यो स्टिलसम्म चाहिँ इट्स हन्टिङ एन्ड प्लस इट्स हुन्छ नि अहिले पनि मेरै समुदायभित्रबाट चाहिँ मलाई धेरै किसिमको चाहिँ यो ब्याक शब्दहरू आइरहेको छ कि कस्तो भन्दाखेरि चाहिँ हुन्छ नि अब तिमी त यताको पनि होइन उताको पनि होइन, तिमीहरू त बिचको तिमीहरू त के अरे मार्जिनलाइज ग्रुपभित्र पनि पढ्दैनौ, तिमीहरू त एकदमै बहिष्कार परेको व्यक्तिहरू हो भन्छ। कतिले चाहिँ मेरो अब हुन्छ नि भित्र लुकेको गाउँहरू चाहिँ बाहिरबाट हेर्दा चाहिँ आइएम सो मच ह्याप्पी, तर भित्रबाट हेर्दाखेरि चाहिँ हुन्छ नि लाइक स्टिल आइएम स्ट्रगलिङ कि स्टिल आइएम फाइटिङ। हुन्छ नि म समाजबाट सरकारबाट त फाइट छँदैछ, तर अझै पनि म एलजिबिटिआई डिसेबिलिटीभित्र पनि लडाइँ लड्दैछु मेरो रिकग्निसनको लागि, मेरो पहिचानको लागि कि। अनि त्यही माथि पनि फेरि अर्को अपाङ्गता जुन अधिकार अभियान चलाइराख्नु भएको व्यक्तिहरू छ, लिडरहरू छ, उहाँहरूसँग चाहिँ मेरो आफ्नो फेरि लडाइँ छ कि। भनेपछि म 4-5 वटा समुदायको व्यक्तिहरूसँग चाहिँ लडाइँ लड्दैछु कि म चाहिँ कहाँ एक्जिस्ट गर्छु त, मेरो रिकग्निसन खै भन्ने चाहिँ त्यो मेरो छ। कुनै यस्तो एउटा इन्सिडेन्ट जसले एकदमै पिन्च भइरहेको छ तपाईँलाई? अनि पिन्च इज होइन अलवेज देयर होइन, सधैँ छ मेरो लागि चाहिँ। किनकि हुन्छ नि जुन अरू सहज मान्छेहरूले फर इक्जाम्पल जुन एलजिबिटिआई हातखुट्टा सधैँ भएको एलजिबिटिआई हुनुहुन्छ र ममा कम्पेयर गर्दा इट्स टोटली डिफ्रेन्ट होइन। किन भन्दाखेरि मलाई समाजले हेर्ने दृष्टिकोण एकदमै विचित्र छ। हेर्नुहोस् होइन, त्यो फिलिङ्स त्यो भावना त्यो इमोसन्स नै उहाँहरू र मेरो हेराइप्रति इट्स टोटली डिफ्रेन्स। म माथि हेर्ने दृष्टिकोणै फरक छ। अब पिन्च मलाई कहाँनिर आएर झल्झल्को हुन्छ भन्दाखेरि चाहिँ मेरो जब मलाई कलेजबाट निकालियो, जब मलाई अर्फनेजबाट निकालियो त्यो कुराले हुन्छ। जब मलाई मेरो आफ्नै लिडरहरूले चाहिँ त राडी यस्तो त हिजडा यस्तो त के अरे हात नभएको मान्छे यस्तो भन्दाखेरि त्यो पिन्च अहिलेसम्म पनि हुन्छ होइन। अब संस्था खोलिसक्यो, संस्था खोल्दा पनि अझै पनि त्यो रिकग्निसन छैन मलाई होइन। मान्छेहरूले अझै हेप्छ तेरो हाइट यत्रो छ त मान्छे यस्तो छ भनेर कति लडाइँ अझै पनि लडिराख्नु पर्ने अवस्था छ कि।
हो म मान्छु कि हाम्रो एलजिबिटीआई डिसेबिलिटीलाई च्यालेन्जेस छ, तर विदिन द च्यालेन्ज अल्सो पनि मेरो रिकग्निसन चाहिँ खै त मैले यत्रो गरेको कन्ट्रिब्युसन हुन्छ नि, यत्रो गरी लडिराख्दाखेरि चाहिँ अझै पनि मान्छेहरूले चाहिँ टन्टकै हुन्छ नि त्यो घोच्ने, यसलाई कसरी हुन्छ डाउन पार्ने भन्ने चाहिँ त्यो एकदमै जजमेन्टल एटिट्युड बिहेभियरमा चाहिँ मैले स्टिल त्योसँग चाहिँ दिनकै लडिराख्न पर्ने हुन्छ। त्यो तपाईँको विकनेस भएको छ कि स्ट्रेन्थ भएको छ त? मलाई इट डजन्ट म्याटर, म चाहिँ आइएम टोटली ओपन होइन। यो दुःख भनेको मैले भने नि निलम, मैले एक्लैले गरेको दुःख हो होइन। म जसरी मिडियामा खोलेर आएँ त्यो मेरो एउटा आत्मबल थियो र म खोलेर आएँ, कसैले पनि मलाई सहारा दिएन र जहाँसम्म यहाँ अहिलेसम्म आउँदाखेरि म एक्लैले आफ्नै, मैले कसैसँग पनि लोन मागिनँ, कसैसँग पनि पैसा मागिनँ, कसैले मलाई एक छाक्ला तँलाई भोक लागेको होला है नानी खा भनेर कसैले दिएन मलाई, कसैले आई डिड नट ह्याभ माई गड फादर अर गड मदर इन दिस फिल्ड होइन। हुँदा पनि म एक्लै स्ट्यान्ड भएर यहाँसम्म आउँदै चाहिँ आइएम सो ह्याप्पी। अनि कसैले मलाई जे सुक्यो भने पनि इट डजन्ट बोदर मी, स्पेसली हुन्छ नि अहिले आएर चाहिँ मलाई कसैले के भने पनि जे गरे पनि इट डजन्ट बोदर मी, किनकि आइएम फ्री होइन। म आफ्नो इच्छाले चल्ने मान्छे हो, कसैले मलाई अटेकमा राख्न सक्दैन, जोसुकैले जे भने पनि इट डजन्ट म्याटर। ओके, सो तपाईँलाई अर्फनेजबाट कलेजबाट निकालियो भन्नुभयो, कोसँग चाहिँ बस्नुभयो या त्यो बेला तपाईँलाई कसले चाहिँ साथ दियो त? अफकोर्स मेरो बसाइ भनेको 5 वर्षसम्मको यहाँ म लाजिमपाटमै बसेको थिएँ। मेरो सेक्स वर्कर साथीहरूसँगै म इन्भल्भ भएर बसेको थिएँ। सो 5 वर्षको लागि चाहिँ यस उहाँहरूसँगै बसेको। हाम्रो मेरो अब मम्मी नै भन्छु है, हाम्रो हिजडा कल्चरमा चाहिँ अब हिजडा कल्चरमा हाम्रो मम्मी भन्ने छ, दिदी भन्ने हुन्छ होइन, एकअर्कालाई पहिचान गर्दा सम्मान गर्दाखेरि। अब मलाई अहिलेको नानीहरूले मम्मी चाहिँ भन्छन् अभियसली, तर मलाई चाहिँ एडप्ट गरेको चाहिँ मेरो गुइन हो, गुइन श्रेष्ठ, आई थिङ्क गुइन श्रेष्ठ है, गुइन हो। अनि उहाँ चाहिँ मेरो मम्मी नै हो, उहाँभन्दा म अलि एजेडै हो, तर पनि उहाँले चाहिँ मलाई सहारा दिएको थियो 5 वर्षसम्म। सो सी डिड हेल्प मी अ लट। अनि त्यसपछि चाहिँ सी डिड गिभ मी अ सेल्टर, सी डिड बाई मी अ गुड क्लोथ्स। अनि उहाँले चाहिँ मलाई आफ्नो घर पनि लग्नुभयो भक्तपुर, यस। अनि त्यसपछि म चाहिँ कन्टिन्युसली साइड बाई साइड यता काम पनि गरिरहेको थिएँ। सो त्यही हो। तपाईँले ह्यान्डक्राफ्टको बिजनेस पनि गर्नुभएको थियो? यस, ओ यस, ह्यान्डक्राफ्टको बिजनेस गर्नु म तपाईँलाई धेरै पहिलादेखि फलो गर्छु। तपाईँको त्यो ह्यान्डक्राफ्ट बन्द गर्नुभएपछि जुन सप खोल्नुभएको थियो त्यो बन्द गर्नुको रिजन के थियो? आई थिङ्क एलजिबिटीआई भित्रबाट चाहिँ काठमाडौँमा चाहिँ आई वाज द फर्स्ट वान होइन। त्यसपछि चाहिँ मैले चाहिँ खोलेको चाहिँ ह्यान्डिक्राफ्टवाला सप, फ्लावर्सहरू बनाउने थिएँ, गिफ्ट सप थियो मेरो यहीँ लाजिमपाटमा चाहिँ। अनि त्यहाँनिर के भयो भन्दाखेरि चाहिँ लाइक हुन्छ नि त्यहाँको साथी समाजले चाहिँ कस्तो कि त्यो एउटा एक्सेप्टेन्स नगरेर मलाई चाहिँ अलिकति नेग्लेक्टै गर्नुभयो, मेरो सपमा पसलमा नआइदिने, अनि प्लस कुराहरू चाहिँ धेरै काट्ने गर्थ्यो। अनि त्यो भएर पनि हो। अनि प्लस अब अर्को कस्तो भन्ने कि इट वाज सो डिफिकल्ट कि त्यति बेला चाहिँ कतैबाट पनि एक्सेप्टेन्स र मलाई त्यो सहयोग गर्ने, मैले सुरुमै भने नि मलाई सहयोग पुऱ्याउने कोही पनि भएन कि, सबै थोक गरेँ जहाँसम्म जे गरेँ अहिलेसम्म सबै आफैले नै एक्लै गरेँ कि, आई डिड बाई माइ सेल्फ अलोन। अनि गर्दाखेरि चाहिँ अब त्यहाँनिर कुरा काट्ने धेरै, फेरि हाम्रो साथीहरू उस्तै भइदिने होइन, एक किसिमले त्यो डिस्क्रिमिनेटरी बिहेभियर त्यहाँनिर थियो होइन। मलाई अब त्यहाँ मेरो कोठा लिएर बस्नुको च्यालेन्ज छुट्टै थियो, त्यहाँ घरपट्टिले भन्ने कुरा छुट्टै थियो, फेरि यहाँ पसल बिजनेस गर्नुको कुरा छुट्टै थियो। अनि कति न्युजहरूमा पनि आएको थिएँ मैले चाहिँ यस्तो गर्दैछु है भनेर चाहिँ 1-2जना रिपोर्टरहरूले चाहिँ लेखिदिनु भयो। पछि चाहिँ आफ्टर 6 मन्थ मैले चाहिँ क्लोज गरेँ। अनि 2021मा चाहिँ आफ्टर फिनिसिङ माई ब्याचलर अब चाहिँ केही गर्नुपर्छ है भन्ने हिसाबले चाहिँ आरडिएनलाई नै कन्टिन्युसन चाहिँ दिइरहेको छु। ओके, सो तपाईँले फेरि ब्याचलर गरेँ भन्नुभयो होइन, कलेजबाट ड्रप आउट भएर निकालिएर फेरि पढ्छु भनेर सोच चाहिँ कुन बेलामा आयो तपाईँलाई? होइन, आई अलवेज ह्याड द्याट थट्स, किनकि मसँग फाइनेन्सियल इकोनोमिक क्राइसिस थियो नि त होइन निलम। त्यति बेला चाहिँ अब वी डिड एक्चुअली नट, हामी यतिको एडभान्सै थिएनौँ त्यति बेला, वी डिड नट ह्याड गुड फोन्स होइन, आवर सेल्टर वाज नट गुड इनफ त्यति बेला। अनि वी वर लिटरली के अरे डाउन इन पर्सपेक्टिभ अफ थिङ्किङ, इन पर्सपेक्टिभ अफ वेयरिङ होइन, अनि त्यसपछि फ्लन्टिङ गुड थिङ्स। अनि यो कुराहरू चाहिँ त्यति बेला थिएन हामीसँग, वी वर अनमेच्योर्ड, थाहा छ नि त्यति बेला है। अनि अन्डर एज पनि थियौँ। म यहाँ यो फिल्डमा आएको आई वाज ओन्ली 16 इयर्स ओल्ड त्यति बेला, हामी सँगसँगै। अनि म 16 वर्ष मात्रै थिएँ होइन त्यति बेला आउँदाखेरि। आई वाज सो अनराइप्ड
होइन अनि लाइक आई वाज लस्ट सो अनि होइन त्यति बेला मलाई चाहिँ पढ्नु चाहिँ पर्छ भन्ने मेरो सिर्जना कलेज अफ फाइन आर्टमा चाहिँ म पढेको थिएँ अनि हातको कला चाहिँ थियो म चित्र कोरिराख्ने भएर चाहिँ अब यो कन्टिन्युसन चाहिँ मैले गर्नु नै पर्छ भन्ने हिसाबले पछि मैले 18मा चाहिँ फेरि जागिर खाएँ म संस्थाको नाम चाहिँ लिन्न सो आई वान्ट टु बी डिपेन्ड अलोन अनि त्यसपछि चाहिँ मैले 18,000 त्यति बेला 2018मा 18,000को जागिर खान्थेँ मैले होइन म पढेको कलेज चाहिँ यहाँ हाम्रो सुकेदार न्यू मिलेनियम कलेजमा 18,000को जागिरले मैले फ्ल्याटको मेरो रुमको भाडा पनि तिर्थेँ आई वाज स्टडिङ एन्ड प्लस आई वाज डुइङ अदर थिङ्स अनि त्यो हिसाबले चाहिँ गरेँ अनि तपाईँलाई तपाईँको जो गड मदर भन्नुभयो जो मम्मी हुनुहुन्थ्यो उहाँले तपाईँको पढाइको सिलसिलामा केही हेल्प गर्नुभयो या राम्रो बाटो देखाउनु भयो नै होइन मलाई साथीहरूले चाहिँ पढ्नुपर्छ है नानी छोरी चाहिँ भन्नुहुन्थ्यो मलाई होइन हाम्रो त्यो कम्युनिटीभित्रको साथीहरूले अब म अलिकति ओपन भएर भन्दाखेरि चाहिँ हाम्रो मेटी साथीहरूले चाहिँ पढ्नुपर्छ जहिले पनि अगाडि बढ्नुपर्छ पढ्यो भने चाहिँ बल्ल तिम्रो स्ट्रङ पोइन्ट चाहिँ त्यहाँ हुन्छ है भन्ने हुन्थ्यो अनि मलाई पनि हो अब जहिले पनि पाएको अवसरलाई किन निभाउनु किन गुमाउनु भन्ने हिसाबले पनि मेरो मनभित्र चाहिँ खड्किरहेको थियो र पछि उहाँहरूले नै हौसला दिनुभयो यस्तो गर छोरी यस्तो गर्नुपर्छ है तिम्रो त झन् फेरि डबल अब म त झन् अभियसली त्यहाँ मान्छेले पो हात हेरेर झन् डिस्क्रिमिनेसन भइरहेको हुन्छ त्यसपछि झन् अर्को कुरा देख्दाखेरि त झन् डबल ट्रिपल डिस्क्रिमिनेसन हुन्थ्यो त्यति बेला त्यो ग्रुपभित्र छिर्न पनि मलाई कस्तो गाह्रो भएको थियो कि उहाँहरूले कति नराम्रो शब्दहरू भन्नुहुन्थ्यो त्यही माथि चाहिँ फेरि हात यस्तो देख्दाखेरि झन् त्यो डबल ट्रिपल डिस्क्रिमिनेसन छुट्टै थियो त्यहाँ अनि हाम्रो के अरे यस्तो भित्र त यस्तो ल्याउनु हुँदैन भन्नुभयो अरू साथीहरूले अनि उहाँले चाहिँ स्ट्यान्ड लिएर चाहिँ म राख्छु मेरो छोरी बनाउँछु भनेर चाहिँ त्यसरी राख्नु भएको थियो होइन अब त्यो कस्तो टच हुने कि अनि हौसला दिनुभयो हौसला दिएर नै आई थिङ्क या इट वाज गुड तपाईँहरू आफ्नो बिजनेस गरेर किन बस्नुहुन्न भनेर बढीभन्दा बढी हामीलाई हेर्ने दृष्टिकोण देह व्यापारमा छ होइन किन जानुहुन्छ भने तपाईँ यसमा के थोरै भनिदिनुहुन्छ यो तपाईँले इनिसिएट गर्नु नै राम्रो कुरा हो कि तर हाम्रो सोसाइटी इज हाउ रिग्रेसिभ हाउ डाउन हाउ न्यारो माइन्डेड होइन मैले फ्रेङ्कली भन्दैछु है यहाँ चाहिँ अनि कसैले पनि प्लिज डु नट कमेन्ट नेगेटिभ थिङ्स अनि कसैले पनि प्रगति गरेको उन्नति गरेको कसैले देख्न चाहनु हुँदैन कि यहाँ मलाई समाजले साथीभाइ जसले भेट्दा नि नानी यस्तो गर उस्तो गर भने पछि सुरुवात गरिसकेपछि चाहिँ फेरि त्यहाँ के भयो भन्दा एक्सेप्टेन्स भएन नि त उहाँहरू नआइदिने अलिकता सुझाव सल्लाह नै नदिने गर्नुभएको थियो अनि जब देह व्यापारको कुरा आउँछ हाम्रो वी डु नट ह्याभ अप्सन्स अब यो गर पनि छैन त्यो गर भन्दा पनि सबैतिरबाट तिमीलाई कभरअप गर्छ मान्छेहरूले कसैले पनि तिमीलाई सपोर्टै गर्दैन भने त यु ओन्ली ह्याभ वान अप्सन हामी एलजिबिटिआईलाई के अरे क्वेयर समुदायको लागि मात्रै होइन कि फिमेल्सहरूलाई पनि त्यस्तै हो होइन आफ्नो परिवारले एक्सेप्टेन्स गर्दैन आफ्नै बुढाहरूले एक्सेप्टेन्स गर्दैन इक्जाम्पल त यहाँ धेरै छ नि त सबैको कथा एउटै हो व्यथा एउटै हो तर वाइ डु वी स्ट्यान्ड देयर भन्ने कुरा त समाजले हामीलाई अलिकता डेप्थ नलेज त हुन पऱ्यो नि त एटलिस्ट होइन वी डु वान्ट टु लाइक ग्रो अप आवर सेल्फ अल्सो एन्ड वी डु हेभ स्किल्स हामीसँग क्राफ्ट स्किल्स छ होइन हामीसँग नलेज छ तर हुँदा पनि हामीलाई नस्वीकार्दा र अलिकता हामीलाई सिरियसली नलिदिँदा चाहिँ हामी चाहिँ त्यो हाम्रो साथीहरू चाहिँ बाध्य नै हुन्छ कि त्यहाँ अरू अप्सनै हुँदैन त अब गरिखाउँ भने केही अरू कसैकोमा गएर भाँडाकुँडा माझौँ भने पनि त्यहाँ साउजीले रेप गर्न आउँछ होइन अब त्यहाँ कस्तो भने कि सेक्सुअल हेरेसमेन्ट भइहाल्छ जाँदा पनि होइन फेमिनाइन तिमी किन नहोस् तिम्रो देखिने बित्तिकै त्यहाँ हेरेसमेन्ट आउँछ सानो कुराहरूले इस्युजहरू बनाएर हुन्छ नि तिमीलाई जसरी भए पनि डाउन पार्न चाहिँ त्यो देखिन्छ कि त्यसमा चाहिँ सो तपाईँलाई प्रेरणा चाहिँ कुन कुराले भएर कसले गर्यो माई इन्सपिरेसन आई डोन्ट नो आई थिङ्क मलाई चाहिँ हुन्छ नि भगवान्ले नै ब्लेस्ड गर्नुभएको छ कि ओके वाट एभर द रिजन्स अर वाट एभर द इस्युज द्याट यु आर गोइङ हि इज अलवेज देयर होइन हि अर सी इज अलवेज देयर द गड स्पेसली अनि कस्तो भन्दाखेरि त्यो भित्रैदेखि आउँदो रहेछ कि सबै कुराहरू आत्मबल भन्ने कुराहरू हामी लडिसकेपछि हिँडिसकेपछि एक्सपिरियन्स गर्ने कुरा हो नि त मेरो यो एलजिबिटिआईभित्र या कतैभित्र मेरो गड फादर गड मदर भनेर मलाई कसैले डोराउने कसैले एक छाक खाना दिने मेरोमा छैन होइन नहुँदाखेरि आई थिङ्क आई स्ट्यान्ड बाई माई सेल्फ र मैले आफ्नो लागि चाहिँ प्रायोरिटी राखेर दुःख गरिरहेको छु र गर्ने पनि छु भन्ने चाहिँ आई थिङ्क मेरो आफ्नै इन्सपिरेसन इज माई सेल्फ अनि प्लस आई थिङ्क अरू के भनौँ है माई वर्क
योर वर्क सो ओके तपाईँको लाइफमा त्यस्तो एउटा कोही मान्छे हुनुहुन्न जसले तपाईँलाई बुझ्ने तपाईँको एकदम नजिक जसलाई हामी माया गरिन्छ सो त्यस्तो कोही हुनुहुन्छ कि हुनुहुन्न यस्तो अब पहिला चाहिँ अन्डर 25 हुँदाखेरि चाहिँ हुन्छ नि बोयफ्रेन्ड बनाऊँ बोयफ्रेन्डसँग घुम्न जाऊँ डेटिङ जाऊँ भन्ने हुन्थ्यो आई हेभ नेभर डेटेड अ गाई होइन त्यसरी चाहिँ बट यस डेफिनेटली सेक्सको लागि चाहिँ आई डु हेभ रेगुलर सेक्स पार्टनर फ्रेङ्कली भन्दाखेरि चाहिँ तर कस्तो भन्दाखेरि त्यो हुन्छ नि जसरी केटा र केटी डेट जाने जसरी एउटा इमोसन्स भावना सेयरिङ हुन्छ नि हामीसँग त्यस्तो नै नहुँदो रहेछ कि भन्ने चाहिँ मलाई फिलिङ्स भयो सेक्सको लागि चाहिँ इट्स नट अ प्रब्लम तर अहिले आएर सोच्दाखेरि चाहिँ आई थिङ्क आई सुड हेभ सम वान इन माई लाइफ एन्ड अल्सो इट्स मच बेटर टु एटलिस्ट हुन्छ नि घरबाट के आई मिन लाइक कामबाट फर्किसकेपछि चाहिँ के भयो कसो भयो दिनको एउटा फिलिङ सेयर गर्ने साथी भए चाहिँ हुन्थ्यो अलिकति भावनात्मक हिसाबले होइन एउटा त्यो फिलिङ्सको हिसाबले पनि जीवनसाथी भए चाहिँ अझै राम्रो हुन्थ्यो कि भन्ने हो तर अहिलेको सिचुएसन हेर्दा चाहिँ इट्स मच बेटर लिभिङ अलोन तपाईँलाई एक्लै बसेको ठिक लाग्छ होइन तपाईँको विचारमा चाहिँ जिन्दगी के हो जस्तो लाग्छ जिन्दगी इज फ्रुटफुल इफ यु क्यान मेक इट होइन यदि तपाईँले तपाईँको जिन्दगीलाई चाहिँ राम्रो र सहज बनाउनुहुन्छ नि यु हेभ टु वर्क हार्ड होइन तपाईँलाई जिन्दगीमा चाहिँ धेरै च्यालेन्जेसहरू आउँछ कहिले पनि डाउन नहुनु हो हामीलाई मर्न मन लाग्छ हामीलाई सुसाइड गर्न मन लाग्छ स्पेसली हाम्रो झन् क्वेयर डिसेबिलिटी या एलजिबिटिआई समुदायको साथीहरूलाई डिसेबिलिटीको साथीहरूलाई अनि यो रेगुलरली आइराख्ने थट्स हो मैले पनि पहिला चाहिँ स्लिपिङ ट्याब्लेट खाएरै सुत्न पर्ने अवस्था थियो मेरो डिप्रेसनको कारणले गर्दाखेरि होइन हामी यो यस्तो कुरा भनेको वी हेभ च्यालेन्जेड अ लट अनि फेस्टेड अ लट सो अहिले मलाई यो कुराहरू भनिराख्दाखेरि चाहिँ इट्स नर्मल लागिरहेको छ कि अब घाउ त छ त्यहाँभित्र पहिलाको घाउहरू चाहिँ होइन अब जिन्दगी तपाईँले राम्रो बनाउने हो भने वर्क हार्ड होइन तपाईँले प्लान बनाउनुहोस् तपाईँको फ्युचरलाई के बनाउनुहुन्छ स्टडी वेल हार्ड वर्क गर्नैपर्छ तपाईँले अनि तपाईँसँग चाहिँ धैर्यता चाहिँ एकदमै हुनुपर्छ स्पेसली अहिलेको कन्टेक्स्टमा आएर अहिलेको सिचुएसनमा आएर चाहिँ यदि इफ यु डोन्ट ह्याभ धैर्यता नि यु आर नट गोइङ अप सो राज्यबाट चाहिँ के चाहनुहुन्छ तपाईँले कोयर डिसेबिलिटी ग्रुपलाई या हाम्रो कोयर एलजिबिटिआई कम्युनिटीलाई चाहिँ के गरिदियोस् जस्तो लाग्छ तपाईँलाई यु सी लाइक एक्टिभिजम अफ एलजिबिटिआई हेभ अलरेडी लाइक टेकन द वान फेज आउट होइन म चाहिँ अहिले चाहिँ मलाई चिनोस् मान्छेले होइन मलाई रिकगनाइज गरोस् मलाई रेस्पेक्ट गरोस् होइन मैले गरेको योगदानलाई चाहिँ मेरै एलजिबिटिआईको लिडर्सहरूले मलाई चिनोस् रेस्पेक्ट गरोस् होइन कति ठाउँमा मलाई बोलाउनुहुन्छ र मलाई कस्तो डिसरेस्पेक्ट गरेर पठाउनुहुन्छ त्यहाँको हाम्रो लिडरहरूले चाहिँ होइन कति कुराहरू फेस गर्नुपर्ने हुन्छ कि एटलिस्ट म सरकारसम्म चाहिँ अहिले जान्न तर मलाई चाहिँ के चाहन्छु भन्दाखेरि चाहिँ मलाई आफ्नै एलजिबिटिआई समुदायहरूले मलाई रेस्पेक्ट गरोस् र मलाई चिनोस् र मेरो योगदान देखोस् त्यो भन्न चाहिँ चाहन्छु अनि प्लस डिसेबिलिटी समुदायका साथीहरूले पनि मलाई चाहिँ रेस्पेक्ट सम्मान र मैले गरेको कार्यहरूलाई चाहिँ एटलिस्ट उहाँहरूले बुझ्नु चाहिँ जरुरी छ भन्न चाहिँ चाहन्छु कतिको च्यालेन्जेस छ तपाईँलाई एउटा संस्था चलाउन तपाईँहरूको हात खुट्टा छ तपाईँहरूले आँखा देख्न सक्नुहुन्छ तपाईँहरूले बोल्न सक्नुहुन्छ होइन हामीसँग एलजिबिटिआई 5वटा टर्मिनोलोजिसको 5वटा क्याटेगोरिज अफ डिफ्रेन्ट पिपल्स आर देयर होइन अब वेन इट कम्स टु माई क्वेयर डिसेबिलिटी नि आउँदाखेरि चाहिँ हामीसँग 5वटा एलजिबिटिआई र 10 क्याटेगोरिज अफ डिसेबिलिटी छ हेर्नुहोस् अब हाम्रो टेप साथीहरूसँग म कम्युनिकेट गर्नै सक्दिनँ उहाँहरूको फिलिङ्स बुझ्न चाहिँ म चाहन्छु तर त्यो कम्युनिकेट कसरी गर्ने भने म सक्दिनँ अब त्यो भयो एउटा च्यालेन्ज होइन फेरि अर्को च्यालेन्ज के छ भन्दाखेरि चाहिँ हाम्रो ब्लाइन्ड साथीहरूसँग उहाँहरूले आँखा देख्न सक्नुहुँदैन अनि उहाँहरूसँग कम्युनिकेट त मजाले गर्न सक्छु तर एक्चुअल बेसमा त्यो देख्न पर्ने त्यो सेन्स हुन्छ नि त्यो सेन्स उहाँहरूसँग फिलिङ्सहरू हुँदैन कति कुराहरू हामीले जोक गरेर भन्छौँ त्यो जोकहरू उहाँहरूले सिरियसली लिइदिन्छ जसरी तिमी र ममा आफू र ममा हामीले जोक मजाक गरेर लाइक जे पनि भन्छौँ नि उहाँहरूसँग चाहिँ फेरि त्यस्तो चल्दैन कि हुन्छ नि इट्स टु स्ट्रिक्ट अनि वेन इट कम्स टु लाइक इमोसन्स फिलिङ्स तिमीले चाहेर पनि त्यो सेयर गर्न चाहिँ अलिकति गाह्रो महसुस चाहिँ मलाई भएको कि होइन अनि अब हाम्रो स्पाइनल क्वेयर डिसेबिलिटी हुनुहुन्छ उहाँहरूले अब लट्ठी बोकेर हिँड्नुहुन्छ अनि उहाँहरूलाई मेकअप गर्न मन लाग्छ
उहाँहरूलाई लिपस्टिक लगाउन मनपर्छ, उहाँहरूलाई गाजर लगाउन मनपर्छ। अनि के भन्नुहुन्छ, अब मेरो त यस्तो छ, फेरि मलाई केटाले पनि हेर्दैन, मलाई मेरो पार्टनर पनि पाउँदिनँ, के अरे दाइ मलाई कस्तो गाह्रो हुन्छ सर भन्नुहुन्छ कि। अब त्यो त तिम्रो मैले बुझाउन पर्दाखेरि उहाँहरूको त एक्सप्रेसन हो नि त। इफ यु आर विलिङ टु अप्लाई द्याट यु सुड। अनि उहाँहरूलाई चाहिँ मैले भने नि इट्स च्यालेन्ज। म आफूलाई थाहा छ नि, म कति पार्टीहरूमा जाँदिनँ, कति क्लब्सहरूमा जाँदिनँ, हाम्रो साथीहरू कति जान्छ। वाइ भन्दाखेरि मलाई त्यो डिफिकल्टिज कहाँ छ भन्दाखेरि तिमी डिसेबिलिटी छौ, तिमीलाई त्यहाँनिर बेरियर छँदैछ। अनि फेरि अर्को एक्सप्रेसनको कुरा आउँदाखेरि चाहिँ इट्स डबल च्यालेन्जिङ के होइन। त्यो हुँदा चाहिँ इट्स बिट अफ कन्फ्लिक्ट विदिन आवर सेल्फ्स के होइन। अनि यो कुराहरूलाई चाहिँ मैले उहाँहरूलाई चाहिँ एकदमै बेसिक रुट लेभलदेखि नै उहाँहरूलाई चाहिँ बुझाउनु पर्छ कि यो के हो भनेर चाहिँ। अनि मैले हाम्रो संस्थामा चाहिँ एउटा रुमै छ होइन, रुम छ, त्यहाँनिर चाहिँ उहाँहरूले आएर चाहिँ 1 दिन या 2 दिन जति मन लाग्छ बसेर, नट टु स्टे ओभरनाइट बट दिनभरि बसेर चाहिँ नानीहरूले चाहिँ मेकअप गर्ने, कपाल लगाउने, विगहरू लगाउने होइन, मजाले बस्ने। लास्ट टाइम वी हेड त्यो एनिभर्सरीको दिनमा चाहिँ त्यहाँनिर त्यो रुममा बसेर चाहिँ उहाँहरूले लिपस्टिक, लाली पाउडर लगाउने होइन, केटीको पोसाक लगाउन मन छ भने केटीको पोसाक लगाउने। उहाँले एटलिस्ट उहाँहरूलाई त्यो एक्सपिरियन्स गरौँ न भन्ने फिलिङ्स हुँदो रहेछ कि। अनि मसँग चाहिँ कतिजना डराउनु पनि हुन्छ, त्यो हुन्छ नि खुल्नको लागि चाहिँ। अनि पछि त्यो सामानहरू देखिसकेपछि, मेरो आफ्नो बारेमा बुझाइसकेपछि उहाँहरू चाहिँ ओपन चाहिँ हुनुहुन्छ। तर इट्स भेरी डिफिकल्ट। हामीले जसरी सोच्छौँ नि निलम, त्यो त्यस्तो छैन। मैले अहिले यहाँ जसरी तपाईँहरूलाई यो भिडियो मार्फत बुझाइरहेको छु नि, यति मैले बोलेको जस्तो सजिलो पनि छैन। उहाँहरूसँग चाहिँ अलिक गाह्रै छ। हुन्छ नि, मैले अहिले महसुस गरिरहेको चाहिँ कति सङ्घ संस्थाहरूले चाहिँ मलाई चाहिँ स्पेसली अब हुन्छ नि, अब सानो त्यही माथि पनि ड्रफिजमको क्याटेगोरीभित्र चाहिँ पर्दैन, बट अल्सो आई लुक्स लाइक ड्रफिजम। अनि साथीहरूले चाहिँ सङ्घ संस्था चलाउने मान्छेहरूले चाहिँ के गर्छ भन्दा चाहिँ इट्स म्यानिपुलेसन के। यसलाई कसरी हुन्छ म्यानिपुलेसन गर्ने, यसलाई चाहिँ कसरी हुन्छ लुट्न पायो भने, ठग्न पायो भने भन्ने एक हिसाबको त्यो इन्टेन्सन चाहिँ उहाँहरूसँग छ। मलाई कति कार्यक्रममा बोलाउनुहुन्छ, तिमी यस्तो बोल उस्तो बोल भन्छ। भोलिको दिनमा चाहिँ मलाई हुन्छ नि अलिकति ट्रान्सपोर्टेसन पनि नदिने, एउटा रेस्पेक्टै नगर्ने। अब मैले यत्रो मुभमेन्ट, क्वेयर डिसेबिलिटीको मुभमेन्ट गरेको थिएँ, एज ए लिडर मैले हो नि त होइन। एज ए संस्था खोलेर यत्रो हाम्रो साथीहरूको लागि मैले इन्टरनेसनल स्कलरसिप, मेरो अझै पनि न्युजिल्यान्डको भिजा छ, युएसको भिजा छ, युकेको भिजा छ। यसैले आई एम अभोइडिङ दोज काइन्ड अफ थिङ्स। मैले यहाँ मेरो समुदायको लागि केही गर्छु भनेर आउँदाखेरि चाहिँ मेरो आफ्नै लिडर्सहरू, मेरो आफ्नै एनजिओसबाट चाहिँ यति धेरै डिस्क्रिमिनेसन मैले फेस आउट गरिरहेको छु कि प्लिज एटलिस्ट रेस्पेक्ट र रिकग्निसन चाहिँ गरिदिनु होला मलाई चाहिँ। तपाईँले पैसा दिए पनि नदिए पनि इट्स ओके होइन, पैसा म आफै कमाउन सक्छु। मलाई त्यो चिप्लेसी घस्नु पनि छैन, कसैले जुजु गर्नु पनि छैन। तर एटलिस्ट यति हो कि मैले यत्रो सुरुवात गरिसक्दाखेरि चाहिँ रेस्पेक्ट त गर्न त सक्नुहुन्छ होला नि भन्ने चाहिँ मेरो चाहना चाहिँ छ। तपाईँ कहिले आफ्नो पार्टनरबाट आफ्नो डिसेबिलिटीको कारणले होइन हिंसा भोग्नु भएको छ? म लास्ट टाइम मैले भने नि 2013मा हामीसँगै बस्दाखेरि के निलम, त्योभन्दा अगाडि म उता रानीबारीमा बस्थेँ है। रानीबारीमा बस्दाखेरि चाहिँ त्यहाँ कोठा लिएर मैले 5000को कोठा थियो। त्यहाँनिर चाहिँ आफ्नो साथी चाहिँ होइन, मेरो छेउको हि वाज अ डान्सर होइन, क्लबमा डान्स गर्नुहुँदो रहेछ, ऊ पनि गे नै रहेछ। अनि त्यो दाइले चाहिँ आएर मलाई के भनेको भन्दाखेरि चाहिँ तैँले मलाई सेक्स गर्न दिएन छ नि तेरो घरपट्टिलाई भने म निकालिदिन्छु भनेर भन्यो। अनि त्यो दिनमा चाहिँ मैले सेक्स उहाँलाई गर्न दिएँ यतिकै होइन। यो खालको डिस्क्रिमिनेसन चाहिँ छ। कुनै पनि हाम्रो एलजिबिटीको साथीहरू चाहिँ अलिकता विक, अलिकता डाउन देख्नु भएको छ भने आफ्नै समुदायको साथीहरूले चाहिँ यसरी चाहिँ तपाईँलाई म्यानिपुलेसन गर्नुहुन्छ। अनि मैले यो भन्दै गर्दाखेरि चाहिँ हाम्रो क्वेयर डिसेबिलिटीमा चाहिँ अघि मैले निलमको क्वेसनलाई फेरि जोडेँ अर्को कुरामा, हाम्रो क्वेयर डिसेबिलिटी साथीहरूले मलाई यति धेरै भन्नुहुन्छ कि प्लिज सर हामीलाई चाहिँ मलाई पार्टनर खोजिदिनु, मलाई बोयफ्रेन्ड खोजिदिनु भन्नुहुन्छ कि। फेरि अब त्यो भन्ने बित्तिकै मैले कसरी खोजिदिने उहाँहरूलाई होइन। मान्छेको मनको कुरा त भेटेपछि बोलेपछि त्यो मान्छे आफै एट्र्याक्सन हुने कुरा हो नि त। अनि मलाई यति धेरै प्रस्ताव आउँछ कि हाम्रो साथीहरूबाट चाहिँ मलाई बोयफ्रेन्ड चाहियो अरे, कसैलाई गर्लफ्रेन्ड चाहियो अरे, कसैलाई बुढा चाहियो, मलाई यस्तो गरिदिनु भन्नुहुन्छ कि। अनि म आफै अचम्म पर्छु। अनि यस्तो सोसल साइट्सहरू चलाउँदाखेरि चाहिँ हुन्छ नि, हामीले जब एक्सप्रेस गर्छौँ नि ओके म चाहिँ यस्तो यस्तो सिचुएसनमा छु, मेरो कन्डिसन चाहिँ यस्तो छ भने चाहिँ यु गेट ब्लक के डाइरेक्ट होइन, त्यहाँ अरू केही पनि हुँदैन कि। ओके डन, युआर ब्लक सिधै। अनि तिमीलाई अर्को ओके फेरि कोही चाहिँ अलिकति बुझ्न कोसिस गर्नुहुन्छ कि ए यस्तो हो उस्तो हो भन्नुहुन्छ नि, लास्टमा आराममा चाहिँ अनि सरी वी कान्ट ह्याभ सेक्स किनकि तिमीसँग यो छ।
अनि हाम्रो समाजले नै के बुझेको छ भन्दाखेरि चाहिँ डिसेबिलिटी भन्ने बित्तिकै इमोसनललेस, भावना हुँदैन, उहाँहरूसँग फिलिङ्स हुँदैन होला, कसैको क्रिटिकल कन्डिसन होला, तर म त सक्छु नि त होइन, आइ एम डुइङ माई बेस्ट होइन त। तर जजमेन्टल भइहाल्नु चाहिँ आई थिङ्क हुनु हुँदैन। अनि यो पार्टनर पाउने अनि यो अलिकति, अनि हाम्रो लास्ट टाइम एकजना साथी थियो कि हाम्रो साथीहरूले भन्नु नै हुन्छ कि हाम्रो डिसेबिलिटी भन्ने बित्तिकै इदर वी गेट ब्लक, इदर वी गेट रिजेक्टेड, इदर उहाँहरूले चाहिँ कस्तो त्यो फिलिङ्स चाहिँ हुन्छ नि, त्यो तिमीले एक्सप्रेस गर्न सकिरहेको हुँदैन कि निलम, तिमी बोल्न सकेर अझै पनि त्यो मनभित्र गाँठो परिरहेको कुरा हुन्छ नि, त्यो कुरा भन्न कोसिस गर्दा गर्दा पनि उहाँहरूले चाहिँ नबुझिदिने कि। अनि त्यो भन्नुहुन्छ नि, सबैले के भन्नुहुन्छ भन्दाखेरि चाहिँ तिमी अलि राम्री देखिन पऱ्यो अनि मात्रै विल ह्याभ ए सेक्स, अनि के त यु हेभ टु पे, द्याट्स अल। अब यो खालको चाहिँ च्यालेन्ज छ कस्तो। सो तपाईँलाई जबरजस्ती करानी भयो, रेप भयो होइन। सो तपाईँ त्यतिखेर भर्खरै यो सोसाइटीमा आउनु भएको थियो र भर्खरै केही गर्छु भनेर लाग्नुभएको थियो, त्यो कुरा तपाईँले कसैलाई भन्नुभयो या यो बारेमा मैले आवाज उठाउँछु भनेर उठाउनुपर्छ भनेर त्यो बेलामा सोचा होइन? मलाई त्यति बेला डरै थियो, अब कसरी भन्नु, यस्तो कुरा अहिलेको जस्तो अवेर मसँग थिएन त्यति बेला। आई वाज ओन्ली 16, मैले भने नि म 10 क्लास सकाएर 2011 मा त आएकी थिएँ त्यहाँ। अनि त्यो आउँदाखेरि कस्तो भनेको त्यो रेप जस्तो पनि भएन कि मलाई, इट्स अ डिल सक्यो। अब तिमीलाई जसले आएर पनि जे पनि गर्न पायो भन्ने कुरा भएको थियो कि मलाई मनभित्र चाहिँ। तर अहिले अब जसरी नलेज पायो, जसरी अपग्रेडेड हुँदै जाँदाखेरि चाहिँ अब द्याट वाज अ रेप। अब मलाई त्यो रेपको परिभाषा त्यति बेला थाहा नै थिएन। सो तपाईँलाई घरबाट निकालिदिएला होइन, बस्ने ठाउँ नपाउला भन्ने डरले तपाईँले त्यो त्यति बेला त सेल्टरकै खाँचो थियो नि, मलाई त बस्नु नै खाँचो थियो। अब एक्लो मान्छे, त्यही माथि अफाङ्ग, त्यही माथि जानु, फेरि अब त्यति बेला त आई वाज ड्रेस्ड अप एज अ गर्ल होइन, त्यति बेला छुट्टै थियो नि त म त। अनि त्यो हुँदाखेरि त इट वाज रिक्स नि, अब हरेक कुराबाट चारै एङ्गलबाट म त रिक्सको बिचमा थिएँ नि। अब त्यो दाइले त्यस्तो गरे पनि इट्स ओके भन्ने भएको थियो मलाई होइन, अब मनमा त चोट परिहाल्थ्यो, त्यही पनि अब इट्स ओके भन्ने भयो। अब अहिले त अब आफै पनि अलिकति फ्रिडम भयो, बोर्ड भयो, अब अलिक त क्याजुअलै भयो। अब त्यति बेला आवाज उठाउँछु, पहिलाको जस्तो हुन्छ नि न्यारो सोच नै मै बसियो, अब इट्स ओके भन्ने भयो।